गाइस वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हामी हस्पिटल जाँदैछौँ हैन। बाजेको डिस्चार्ज भएको छैन। अन्त हामी चाहिँ हिजो राति 11 बजी आएको, टोटोहरू पनि नपाएर रिजर्भ गरिकन आएको। अन्त आएर पनि बेलुका ढिलो सुताइ भयो। बिचारा मेरो फुपू हो, यता चाहिँ फुपू पनि बिमारी नै छ हो गाइस। अन्त अब हामी फेरि जाँदैछौँ खानाहरू खाजाहरू लिएर। चिया पानी खाजाहरू लिएर जाँदैछौँ। अब दिदी र भेना चाहिँ आइसक्नु भइसक्यो अरे। अन्त हामी चाहिँ अब जाँदैछौँ हस्पिटलमा। चाहिँ हामी बाजेसँग चाहिँ काका र दादा छ। अन्त हामी दुईजना चाहिँ हिजो बेलुका आइहाल्यौँ। गएपछि म देखाउने छु कस्तो के हुन्छ। दिदी र भेना नि आइपुग्नु भएको छ, आइपुगिसकेको छ। अन्त हामी चाहिँ जाँदैछौँ है। अलिक टाइम लाग्छ किनकि अलिक टाढो छ मेरो रुमदेखिको चाहिँ मेडिकल। जाँदैछौँ है। मेरो फुपू हिँड्दैछ है बिचरा। हो पाकिसक्यो हो। मेन रोड निस्किन टाइम लाग्छ मेरो रुमबाट चाहिँ। मेन कुरा चाहिँ यो गाइस, हामी चाहिँ अहिले टोटो चढिसकेको छौँ दुईजना होइन। खाना पानी चिया बोकेर अब जाँदैछौँ। हामी चाहिँ यहाँबाट सेवकमा जानुपर्ने हुन्छ। अनि त्यहाँदेखि चाहिँ सेवकमादेखि चाहिँ मेडिकलको गाडीमा चढेर जानुपर्छ। जाँदैछौँ बाटोमा छौँ साथीहरू। हामी चाहिँ हो साथीहरू, हामी चाहिँ यहाँ टोटोबाट पनि यो टेम्पोमा चढिसक्यो सेवकबाट। बाजेको हालत चाहिँ यस्तो भइसकेको छ। यहाँ हामी सबैजना छौँ, दादा फुपू काका दिदी। यस्तो भइरहेको छ सुकेर। कस्तो मान्छे कस्तो भइसक्यो, बोल्नु पनि सक्दैन। यहाँ दिदी पनि आइसकिसक्यो। अब हामी चाहिँ बाजेलाई भेटेर पनि अब हामी जाँदैछौँ निस्केको। अब हामी चाहिँ हो अब म चाहिँ ड्युटी जान्छु सिधै, फुपू चाहिँ सिधै घर जानुहुन्छ। तपाईँ सिधा कता जाने? सिक्किम। दिदी चाहिँ सिक्किम फर्किनुहुन्छ हो। भेना पनि आउनुभएको छ। ल ड्राइभरलाई भन्नु अलिकति ढिलो हुन्छ भनेर। पर्खियो आमाहरू जाइहालोस् कि। भेनाजु चाहिँ यहाँ हुनुहुन्छ बिचरा, सिक्किमबाट बिहान नै हिँड्नु भएको। अब दिदीहरू चाहिँ फर्किनुहुन्छ। अन्त हामी चाहिँ अब गएको। अब हामी चाहिँ साथीहरू यहाँबाट निस्केको हो। अन्त के गर्नु, बाजेको अवस्था खराब छ। बाजेको अवस्था अलिक खराब छ, के गर्नु टेन्सन भइरहेछ हो। साथीहरू म चाहिँ ड्युटीमा छु अहिले होइन। ड्युटी आइसकिसकेँ। अघि नै भिडियो बनाउनु भनेको थिएँ, टाइम पाइनँ र त्यही भएर अहिले बनाउँदैछु। अन्त बाजेको चाहिँ अब कन्डिसन एकदम खराब छ भन्दैछ होइन। अन्त डक्टरले चाहिँ भन्दैछ ब्रेन स्ट्रोक पनि भएको छ, प्लस अब हार्ट पनि एकदम कमजोर भइसकेको छ। 10% मात्रै हार्टले पनि काम गर्दैछ भन्दैछ होइन। अब के गर्नुपर्ने हो केही थाहा छैन। मेरो चाहिँ बोजू भर्खर बित्नु भएको, बोजू बित्नु भएको चाहिँ 4 महिना मात्रै हुँदैछ होइन। त्यही भएर हो किन डिप्रेसन भएर बाजेलाई, त्यही भएर ऊ बेसी एउटै कुरा सोचेको गरेर त्यस्तो भएको हो कि होइन, केही थाहा छैन। ठिक भएकै छैन, के कसो हुने हो गाइस। म भन्दै गर्छु है।